सब्स्क्राइब गर्नुहोस् नेपाली टेक 24 युट्युब च्यानल र बेल आइकन दबाउनुहोस् लेटेस्ट टेक्नोलोजी भिडियो सबभन्दा पहिला देख्नको लागि। नमस्कार, तपाईहरुलाई हार्दिक स्वागत छ नेपाली टेक 24 युट्युब च्यानलमा। भिभोले भर्खरै नेपालमा लन्च गरेको छ आफ्नो मिड रेन्ज स्मार्टफोन भिभो Y30। यो फोन आइभ्यू डिस्प्ले, एआई क्वाड रियर क्यामेरा सेटअप, 5000 mAh को पावरफुल ब्याट्री जस्ता केही ग्रेट फिचर्सको साथमा लन्च भएको छ र आज हामी यसैको बारेमा कुरा गर्नेछौँ र जान्नेछौँ यसको प्रोस र कन्स सहितको फुल स्पेसिफिकेसन। आउनुहोस् भिडियो सुरु गरौँ। फिजिकल ओभरभ्यूको कुरा गर्दा फोनको राइट साइडमा पावर लक अनलक र भोल्युम रोकर की रहेका छन् भने फोनको लेफ्ट साइडमा ट्रिपल कार्ड स्लट सिम ट्रे दिइएको छ। फोनको माथि क्लिन रहेको छ भने फोनको तल 3.5 mm को हेडफोन ज्याक, प्राइमरी माइक्रोफोन, USB टाइप सी पोर्ट र स्पिकर ग्रिल रहेका छन्। अब कुरा गरौँ डिटेलमा। डिस्प्ले 197 ग्रामको यो फोनमा 6.47 इन्चको 19.5:9 एस्पेक्ट रेसियो वाला HD प्लस पन्च होल डिस्प्ले दिइएको छ, जसको रिजोल्युसन 1500x720 पिक्सल रहेको छ भने यसको 90.7 स्क्रिन टु बडी रेसियो रहेको छ। प्रोसेसर फोनमा मिडियाटेकको हेलियो P35 अक्टा कोर चिपसेट दिइएको छ। क्यामेरा भिभोको फोनहरुमा सधैँ क्यामेरामा विशेष फोकस गरिएको हुन्छ र यो फोन पनि क्यामेरा सेन्ट्रिक स्मार्टफोनको रूपमा लन्च भएको छ। फोन क्वाड रियर क्यामेरा सेटअपको साथमा लन्च भएको छ। यसमा प्राइमरी क्यामेरा 13 मेगापिक्सल को f2.2 एपरेचर वाला रहेको छ भने यसमा सेकेन्ड क्यामेरा 8 मेगापिक्सल को f2.2 एपरेचर वाला अल्ट्रा वाइड एंगल लेन्स रहेको छ, जसको फिल्ड अफ भ्यू 120 डिग्री रहेको छ। त्यसैगरी फोनमा तेस्रो क्यामेरा 2 मेगापिक्सल को डेप्थ सेन्सर दिइएको छ भने फोनमा चौथो क्यामेरा 2 मेगापिक्सल को म्याक्रो लेन्स रहेको छ र फ्रन्ट क्यामेरा कुरा गर्दा फोनमा 8 मेगापिक्सल को f2.5 एपरेचर वाला पन्च होल फ्रन्ट क्यामेरा दिइएको छ। क्यामेरा फिचर्सको कुरा गर्दा फोनमा PDAF, पाम क्याप्चर, भोइस कन्ट्रोल, सेल्फी सपलाइट, लाइभ फोटो, HDR, प्यानोरामा, बुकी, पोर्ट्रेट, वाटरमार्क, फिल्टर्स आदि सुविधाहरू रहेका छन्। र्याम रोम यो फोन 4GB र्याम, 64 र 128 गरी फरक दुईवटा इन्टरनल स्टोरेजमा उपलब्ध हुनेछ। ब्याट्री यो फोनको अर्को राम्रो फिचर्स भनेको यसको ब्याट्री क्यापेसिटी हो। यो फोनमा 5000 mAh को पावरफुल ब्याट्री दिइएको छ। अपरेटिङ सिस्टम फोनमा कम्पनीको आफ्नै फोन टच OS 10 बेस्ड एन्ड्रोइड 10 अपरेटिङ सिस्टम दिइएको छ। सेन्सरको कुरा गर्दा फोनमा फिङ्गरप्रिन्ट सेन्सर, एक्सिलेरोमिटर, एम्बिएन्ट लाइट सेन्सर, प्रक्सिमिटी सेन्सर, ई-कम्पास आदि सेन्सरहरू दिइएका छन् र यो फोन नेपालमा इमराल्ड ब्ल्याक र मुन स्टोन व्हाइट गरी फरक दुईवटा कलरमा उपलब्ध हुनेछ। र यो फोनको नेपाली प्राइसको कुरा गर्दा 4GB र्याम, 64GB आन्तरिक क्षमता भएको भेरिएन्टलाई 24,999 रुपियाँ पर्दछ भने यसको 4GB र्याम, 128GB आन्तरिक क्षमता भएको भेरिएन्टलाई 27,999 रुपियाँ रहेको छ। सेक्युरिटी फिचर्स कुरा गर्दा यो फोनमा फिङ्गरप्रिन्ट स्क्यानर दिइएको छ भने फेस अनलक फिचर्स पनि देख्न सकिन्छ। त्यसैगरी अरू फिचर्सको कुरा गर्दा यो फोनमा अल्ट्रा गेम मोड, जोबी इभेन्ट, मल्टिटर्बो 3.0 जस्ता फिचर्सहरू रहेका छन्। र यो फोनको प्रोजको कुरा गर्दा यसमा एकदमै राम्रो क्यापेसिटीको ब्याट्री दिइएको छ। यसमा टाइप सी पोर्ट दिइएको छ। यसमा 3.5 mm को हेडफोन ज्याक दिइएको छ। यसमा
लेटेस्ट सफ्टवेयर दिएको छ आदि कुराहरू यो फोनको प्रोज हुन् भने यो फोनको कन्सको कुरा गर्दा यो 25-26 हजार रुपैयाँ हामीले हालेर यदि अहिले स्मार्टफोन किन्छौँ भने यसमा HD+ मात्रै डिस्प्ले हामीलाई सुहाउँदैन। अहिले योभन्दा धेरै कम मूल्यमा पनि अरू कम्पनीहरूले फुल HD+ डिस्प्ले दिइरहेका छन्। त्यसैले यसको एउटा मेजर कन्स भनेको यसको डिस्प्ले हो। त्यसैगरी अर्को यसको कन्स रहेको छ यसले फास्ट चार्जिङ सपोर्ट नगर्नु। हुन त यसमा 5000 mAh को पावरफुल ब्याट्री दिएको छ भनेर मैले यस अघि नै उल्लेख गरिसकेँ, तर यसले 10 वाट को नर्मल चार्ज नै सपोर्ट गर्दछ। यसमा कुनै पनि फास्ट चार्जिङ टेक्नोलोजी रहेको छैन। यो थियो भिभोको लेटेस्ट स्मार्टफोन भिभो Y30 को फुल स्पेसिफिकेसन रिभ्यू। तपाईहरुलाई भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव वा प्रतिक्रिया भए कमेन्ट बक्समा अवश्य लेख्नु होला। भिडियो लाइक शेयर र हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनु होला। तपाई हामीले हाम्रो फेसबुक ट्विटर र इन्स्टाग्राममा पनि लाइक र फलो गर्न सक्नुहुन्छ, जसको लिंक तल डिस्क्रिप्सनमा दिइएको छ। हामी मिल्नेछौँ अर्को भिडियोमा। तबसम्मको लागि गुड बाई।